दिलु सिक्किम नर्सरी ब्लगमा हजुरहरूलाई स्वागत छ। विशेष गरी आज म तपाईहरुलाई सँग के बात मार्नु मन छ भन्ने नि, जब हामी है 60 उमेरहरु, म पनि त्यस्तै लगभग 60 नै पुग्नु आँटेको छु। जब हामी है रिटायर्ड लाइफ हुन्छ नि, अनि मेरो एसएजी को ग्रुपमा पनि सबैजना 60 पुगेको सबै रिटायर्ड टिचरहरु हुनुहुन्छ। अनि हामी मजाले स्पेन्डहरु गर्छौं समयहरु है। अनि यसरी नै जब हामी बुढो हुन्छौं नि, तपाईहरुलाई सँग हामी पनि शेयर गर्न चाहेको है। जब हामी ओल्ड एज हुन्छौं नि, तब हामीलाई जब हाम्रो नानीहरुले पनि हामीलाई समय दिन सक्दैन है। तर हुन्छ नि, अब नानीहरुले पनि त सँगै बसौं भन्छ। सपोज मलाई चाहिँ सँगै आउनु नि भन्छ है नानीहरुले। तर म चाहिँ यो नर्सरीहरु गर्छु हैन, म यो फुलहरु रोप्छु, सब्जीहरु लाउँछु है। अनि यसरी म चाहिँ जानु सक्दिन हो। अनि मलाई चाहिँ त्यो एक्लो महसुस चाहिँ हुँदैन। नानीहरुले भन्छ आमा एक्लै छ आउनु भन्छ नि, तर म चाहिँ जानु सक्दिन। तर तपाईलाई पनि एउटा सुझाव दिन्छु है। जब हामी यो गर्दैछौँ नि, हामीले बिहान छिट्टो उठ्नुपर्ने हुन्छ है। किनभने काम कति हुन्छ, बिहान उठेर सब्जीमा है पानी लाउनु पर्ने, मलजल गर्नुपर्ने हुन्छ। अनि यसरी नै म चाहिँ यति साह्रो बिजी हुन्छु क्या त्यो मलाई हुन्छ नि, म एक्लो महसुसहरु गर्नै पाउँदिन है। अनि यसरी म प्लान्ट लभर है। म चाहिँ एकदम खेतीपातीमा चाहिँ एकदम क्रेजी छु है। जस्तो प्रकारले पहिला मेरो एक्सपिरियन्स गरेको, मेरो नानीहरुसँग चाहिँ म आफै एकछिन छुटिन सक्दिन थिएँ नि त। नानीहरुलाई पनि आमाको जरुरत एकदम पर्थ्यो। अन्त त्यसरी नै अहिले चाहिँ अब नानीहरु हुर्क्यो, ठुलो भयो, उनीहरु आफ्नो आफ्नो कामहरु गर्छ। तर अहिले मेरो फुलसँग कनेक्ट भएको छ है। अन्त फुलहरुसँग पनि कनेक्ट भएको छ, सब्जी बारीमा है भेजिटेबल गार्डनसँग कनेक्ट भएको छ। त्यो कारणले गर्दाखेरि मलाई चाहिँ त्यो हुन सक्दैन। अन्त हजुरहरूलाई पनि मेरो सुझाव दिन्छु, तपाईहरु पनि रिटायरहरु हुनुहुन्छ है। जब रिटायर भएपछि तपाईले एकदमै सब्जी रोप्नुहोस् है। अनि यसरी फुलहरु रोप्नुहोस्। अनि तपाईहरुको समय त्यसै बित्ने हुन्छ है। अनि यसरी नै है मलाई चाहिँ महसुस हुँदैन है त्यस्तो, एकदम महसुस हुँदैन एक्लो। म त बिजी, मलाई त कहीँ जानु चाहिँ नपरे पनि हुन्थ्यो नि जस्तो हुन्छ है। मलाई चाहिँ कहीँ जानु नपरे पनि हुन्थ्यो। हुन्छ नि, कहिले कहर लाग्छ नि, कहीँ जानुपर्ने हुन्छ, मेरो नानीहरु गइदिए पनि हुन्थ्यो नि हो, म त नजानु पर्थ्यो भनेर। अनि मेरो कुराहरु तपाईलाई कस्तो लाग्छ है, तपाईहरुले कमेन्ट गरी युट्युब सिक्किम दिलु सिक्किम है युट्युब च्यानलमा गएर हेर्नुहोस्, पुरा भिडियो हेर्नु पाउनुहुन्छ। अनि तपाईहरुले लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गरिदिनु होला। धन्यवाद। ह्याभ अ नाइस डे। गॉड ब्लेस यू अल।